पिजिपी वर्कफ्लोले के गर्छ भन्दा पिजिपी भनेको पिजिपी स्ट्यान्ड फर प्रिटी गुड प्राइभेसी हो। पिजिपी भनेको पिजिपी इन्स्क्रिप्सन स्किमा हो, जसले चाहिँ डिफेक्टो स्ट्यान्डर्डमा हुन्छ। पिजिपीले चाहिँ MD5 र SS5 ह्यासिङ युज गर्छ के गर्नको लागि चाहिँ क्यालकुलेटेड द म्यासेज डाइजेस्ट भनेको फुटप्रिन्ट डिजिटल सिग्नेचरहरू हुन्छ नि, फिङ्गरप्रिन्टहरू हुन्छ, त्यही हो। अनि यसले चाहिँ डाटा कम्प्रेसन सर्भिसेसहरू पनि गर्छ। जब पिजिपी इन्स्टल गर्छ सफ्टवेयरले चाहिँ एउटा पब्लिक की पेयर युजरको लागि बनाइदिन्छ। अनि त्यो पब्लिक की चाहिँ के भन्छ युजरको वेबसाइटमा पोस्ट गर्न पाउँछ। त्यसपछि प्राइभेट की हुन्छ, प्राइभेट की युज गरेर एक्सेस गर्न पाएको हुन्छ, त्यही हो। प्राइभेट की पनि दिन्छ अनि पब्लिक की पनि दिन्छ। पब्लिक की चाहिँ युजरसँग हुन्छ अनि प्राइभेट की चाहिँ पिजिपीसँग हुन्छ। अनि इट गिभ्स अप्सन फर युज अफ डिजिटल साइनिङ द मेसेज एन्ड डिस्क्रिप्सन एन्ड यसको वर्कफ्लो भनेको के भन्दाखेरि चाहिँ यसको एउटा इमेल मेसेज हुन्छ। इमेल मेसेजलाई ह्यासिङ युज गरेर मेसेज डाइजेस्ट गरिदिन्छ। मेसेज डाइजेस्टले फेरि प्राइभेट की युज गरेर डिजिटल सिग्नेचर बनाइदिन्छ। अनि यसमा यहाँबाट मेसेज आएकोलाई र डिजिटल सिग्नेचर मेसेजलाई कम्बाइन गर्छ, त्यसलाई कम्प्रेसन गरिदिन्छ। कम्प्रेसन गरेर कम्प्रेसन आउटपुटमा कमाइदिन्छ। अनि इन्स्क्रिप्सन हुन्छ। इन्स्क्रिप्सनमा हामीले के भन्छ DESIDA भनेको डाटा इन्स्क्रिप्सन स्ट्यान्डर्ड युज गरेर इन्स्क्रिप्सन गरिन्छ। यो DEIA भनेको सिमेट्रिकल कीमा आउँछ होइन, इन्स्क्रिप्सन गरिन्छ। अनि त्यसपछि आउटपुट बी पनि यहाँबाट पठाइन्छ, आउटपुट ए पठाइन्छ, अनि डिजिटल इन्भल्भमा गइन्छ। अनि त्यसपछि रिसिभरलाई सेन्ड गरिन्छ। यति हो वर्कफ्लो भनेको पिजिपीको।